अरे हजुर त यहाँ पो हुँदो रहेछ। मैले त हजुरलाई यो महलको साह्रै कुनातिर खोजिसकेँ। हजुर त यहाँ पो घुमिरहनु भएको रहेछ। अरे हजुर आज यति दुखी किन हुनुहुन्छ? के भयो हजुर? स्वामी, मेरो मनमा आज एउटा कुरा खेलिरहेको छ। कस्तो कुरा हो नि? भन्नुहोस् न। स्वामी, के हजुरलाई याद छ जब हजुर युद्ध गर्नुहुँदै थियो त्यति बेला हजुरको रथको पाङ्ग्रा टुटेको थियो र त्यो रथको पाङ्ग्रा टुट्दाखेरि मेरो कान्छी अम्लाले हजुरलाई सहयोग गरेको थियो। हजुर, मलाई सबै याद छ। हजुरले त्यति बेला यो पनि भन्नुभएको थियो कि मलाई 2टा वर मागा भनेर। मैले त हजुरलाई त्यो समय नै 2टा वर माग्नुहोस् भनेको थिएँ। अनि हजुरको जस्तो यो चन्द्रमा जस्तो अनुहारमा यो औँसीको रात अलिक सुहाएन नि। अलिक मन खोलेर भन्नुहोस् न, के भएको छ हजुरलाई? मैले त कुरा बुझिनँ नि। स्वामी, अब त्यो वर माग्ने सठिक समय आएको छ। अच्छा, भनेपछि हजुर मलाई 2टा वर माग्नु भएको छ। हो स्वामी। ठिकै छ। हजुरको लागि यो दशरथ राजाको ज्यान त हाजिर छ भने त्यो नाते 2टा वर माग्नुहोस्। म हाँसी हाँसी तिर्नेवाला छु। प्राण जाओस् तर बाचा नजाओस्। माग्नुहोस् न। यो दशरथ राजाले हाँसी हाँसी दिनेवाला छ। माग्नुहोस्। ल ठिक छ। मेरो पहिलो वर, मेरो छोरा भरत रामको बदली यो राज्यको राजा बन्नुपर्छ। यो तिमी कस्तो कुरा गर्दैछौ? रामलाई राज्य अभिषेक दिने कुरा त मैले प्रजाहरूलाई खबर गरिसकेँ। तिमी होसमा त छौ? अरे राम मेरो सँगसँगै तिम्रो पनि त पुत्र हो। वाह कैकेयी वाह, आज मैले बुझेँ। पुत्र त आफ्नो कोखबाट जन्मेको मात्रै श्रेष्ठ हुँदछ भन्ने मैले कुरा आज माने। ठिकै छ। यदि तिम्रो पहिलो वर नि यति कठोर छ भने माग अर्को वर पनि। चुनौ तेरो अर्को वर पनि। स्वामी, जब मेरो छोरा भरत यो राज्यको राजा हुन्छ भने रामको यहाँ के काम? रामलाई पनि 14 वर्षको लागि वनवास पठाइदिए। कस्तो कुरा गर्दैछौ कैकेयी? तिम्रो पहिलो वर रामलाई, रामको बदली भरतलाई राजा बनाउने मैले माने। तिमी होसमा छौ कैकेयी? अरे तिमी यो कस्तो कुरा गर्दैछौ कैकेयी? स्वामी, मलाई अरू केही थाहा छैन। हजुरले आफ्नो बाचा पुरा गर्नुपर्छ, नत्र भने यसको परिणाम ठिक हुने छैन। कैकेयी, तिमी आज आमा भएर पनि यस्तो कठोर शब्द बोलिरहेको छौ। राम त मेरो बुढोको टुक्रा हो कैकेयी। राम मेरो बुढोको टुक्रा हो। म सँगसँगै राम यो अयोध्याको बुढोको टुक्रा हो कैकेयी। बित्ती छ कैकेयी। मेरो रामलाई मेरो मुखदेखि अलग नगरे कैकेयी। तिमी पनि त आमा हो कैकेयी। तिमी पनि त आमा हो। तिमी पनि त बुझ्छौ एउटा पिताको लागि आफ्नो पुत्र कति दुःख सुन्छ भने तिमीलाई त पत्ता ज्ञात होला कैकेयी। हे स्वामी, के यही हो हजुरको रघुकुलको धर्म? जहाँ छुटोस् तर बाचा नटुटोस्। हजुरले बाचा गर्नु भएर पनि आज मेरो अगाडि गिरगिराइरहनु भएको छ। म यो कदापि सहन गर्न सक्दिनँ। कैकेयी, तिमीले यो कस्तो रूप देखाइरहेको छौ कैकेयी? तिमीले यो कस्तो रूप देखाइरहेको छौ? राम बिना म एक पल पनि बाँच्न सक्दैन कैकेयी। राम बिना म
पल पनि बाँच्न सक्दैन। कहीँ तिम्रो भाषामा मलाई फसायो, कहीँ बरु मेरो प्राण माग्ला, मेरो प्राण तिम्रो चरणमा राखिदिन्छु म, मेरो राज्य माग्ला तिम्रो चरणमा राखिदिन्छु म, तर मेरो रामलाई मदेखि अलग नगर। कहीँ मेरो रामलाई मदेखि अलग नगर। राम पिताश्री के भयो हजुरलाई? पिताश्री पिताश्री हजुर यति किन चिन्तित हुनुहुन्छ पिताश्री? हजुर मलाई माफी मागेर लज्जित नबनाउनुहोस्। के भयो पिताश्री भन्नुहोस् न मलाई, हजुर किन यति दुःखी हुनुहुन्छ, किन यति चिन्तित हुनुहुन्छ पिताश्री? म भन्न सक्दिनँ मेरो बाबु, म बाचामा हारे मेरो पुत्र, म बाचामा हारे। तिम्रो पिताश्रीले के भन्छ? म भन्छु म माथे मेरो पिताश्री किन यति चिन्तित हुनुहुन्छ भन्नुहोस् न माथे। जब तिम्रो बदली मेरो छोरा भरत यो राज्यको राजा हुनुपर्छ र जब तिमी राजा हुँदैन भने तिम्रो यहाँ के काम? तिमीलाई 14 वर्षको लागि वनवास पठाउँछ। हजुर यति तुच्छ कुराका लागि यति चिन्तित हुनुहुन्छ? पिताश्री म हजुरको पुत्र हो, म हजुरको राम हो। हजुरको आज्ञाको निम्ति त म 14 जुनी पनि हाँसी हाँसी काट्न सक्छु पिताश्री। हे पिताश्री म त धेरै भाग्यशाली भएको छु, यति राम्रो अवसर पाएको छु मैले पिताश्री। म त चारैपट्टिबाट भाग्यशाली भएको छु। पिताको आज्ञाको पालन, माताको इच्छाको अनुकरण, मेरो भाइको राज्य अभिषेक र त्यहाँ गएर मैले वनवासमा ठुलो ठुलो मुनिवरहरू भेट्दैछु जसको लोक तीनों लोकमा प्रकाशित भएको छ पिताश्री। म त चारैपट्टिबाट भाग्यशाली भएको छु र तपाईँ चाहनुहुन्न पिताश्री हजुरको छोरा पनि ज्ञानी बनोस् भनेर, हजुरको छोरा पनि ठुलो मान्छे बनोस् भनेर? के हजुर यो चाहनु हुँदैन पिताश्री? नाइ पुत्र, तिमी त्यो जङ्गलमा के खाएर बस्छौ मेरो राम? तिम्रो यो कमल खुट्टामा काँडाले ठिच्छ मेरो राम। मलाई छोडेर नजाऊ राम, मलाई छोडेर नजाऊ। म तिमी बिना एक पल पनि बाँच्न सक्दैन राम। हजुर किन यति चिन्तित हुनुहुन्छ? नाइ पिताश्री, मलाई मन त यहाँ दुख्यो कि हजुरले मलाई त्यति काबिल पनि सम्झिनु भएन भनेर। तर पिताश्री हजुर कदापि पनि चिन्तित नहुनुहोस्। हजुरको लागि त 14 सालको वनवास त के 14 जुनी पनि हाँसी हाँसी काट्नेछु। फेरि 14 वर्षपछि फेरि हजुरकै चरणमा आएर बस्ने हो नि पिताश्री। म भाँचौ कि मरौ मलाई केही पनि ज्ञान छैन।
जस्तो पुत्र पाएर त म आज धन्य धन्य भएको छु। तर तिमीले म जस्तो पिता पाएर राम, न यस्तो पिता कुनै जुडीमा थियो, नहुनेछ न रहनेछ। मलाई माफ गरिदियो राम। हजुर मलाई लज्जित बनाउनु, मलाई माफ गरिदियो राम। मलाई लज्जित बनाउनुहोस् पिताश्री। हजुरले मलाई माफी माग्नु शोभा चाहँदैन, यो शोभा दिँदैन पिताश्री। हजुरले माफी नमाग्नुहोस् मलाई। फेरि हाम्रो रघुकुलको धर्म पनि त छ नि, जान छुटोस् तर बाचा नटुटोस् भनेर। पिताश्री मलाई अब विलम्ब हुन्छ, मलाई आज्ञा दिनुहोस्। बाबु लक्ष्मण, अब पिताश्रीको आज्ञा अनुसार म त 14 वर्षको लागि वनवास जानुपर्छ। मेरो पछि तिमीले सम्पूर्ण राज्य हेर्नु है, हाम्रो पिताश्रीको ख्याल राख्नु है। यदि तिमी जित्दिनै गर्छौ भने ठिकै छ। देवी सीता, मलाई माफ गर्नु है। मैले हजुरलाई हजुरको हरेक सुख र दुःखमा मेरो साथ दिन्छु भनेर भनेको, तर आज 14 वर्षको लागि वनवास जानु पर्नेछ। मैले आफ्नो बाचामा पुरा गर्न सकिनँ, मलाई माफ गर्नु है। मलाई 14 वर्षका लागि खोज्नु है। यदि हजुर पनि जबरजस्ती गर्नुहुन्छ भने म हजुरलाई रोक्न सक्दिनँ। पिताश्री, अब समय धेरै विलम्ब भइसक्यो, मलाई आज्ञा दिनुहोस्। मलाई आज्ञा दिनुहोस् पिताश्री। सैनिक, मेरो रामलाई वनवास नपठा। मेरो रामलाई फकाइ फुस्लाई गरेर ल्याए, छिटो लिएर आइस। रामलाई यही पर्खिएर बस्छु। महाराज की जय होस्, महाराज की जय होस्। मेरो राम खै? महाराज, मैले युवराज रामलाई धेरै सम्झाउनको कोसिस गरेँ महाराज, तर उहाँ मान्नु भएन। उहाँ 14 वर्षको वनवास पछि मात्रै घर फर्किन्छु भन्नुभयो। कसरी छोडेर जान सक्छ राम? तिमीले यसलाई यता कसरी छोडेर जान सक्छ? राम, आज मेरो कारणले गर्दा
गर्दा तिमीले 14 वर्षको लागि वनवास भोग्नु पर्यो। राम, तिमी यही आँगनमा खेलेको हिजो अस्ति जस्तो लाग्छ राम। तिमीलाई यही हातले तातै गरेर खेलाएको हिजो अस्ति जस्तो लाग्छ। तर तिमीलाई आज मेरै कारणले 14 वर्षको लागि वनवास पठाउनु पर्यो। यही दशरथ मलाई माफ गरिदियो हे राम, मलाई माफ गरिदियो हे राम। म तिम्रो पिता बन्न सकेन राम, म तिम्रो पिता बन्न सकेन। तिमी बिना एक पल पनि बाँच्न सक्दैन राम, म तिमी बिना एक पल पनि बाँच्न सक्दैन। यो अयोध्या तिमी बिना अधुरो छ राम, यो सारा ब्रह्माण्ड तिमी बिना अधुरो छ। तिमी बिना यो दशरथ पनि अधुरो छ राम। मर्ने बेलामा तिम्रो हातको पानी खान्छु भनेको नि व्यर्थ भयो बाबु। राम, राम,